प्रचण्डले आजभन्दा केही वर्ष पहिले सार्वभौम सत्ता सम्पन्न संसदमा उभिएर 46 साल पछाडिको या त अगाडिको सबै फाइल खोलौँ। राज्यको हरेक उपल्लो हैन निकायमा पुगेको व्यक्तिहरूको त्यो प्रहरीको हाकिम होला, त्यो सेनाको होला हैन, कर्मचारी होला, या त तपाईको चाहिँ राजनीतिक नेतृत्व होला, प्रधानमन्त्री होला, मन्त्री होला, हैन, सबै होला, छानबिन गरौँ भनेर प्रस्ताव राख्नेको हो प्रचण्ड नै हुन् हो। अनि प्रचण्डको के छानबिन, हाम्रो पार्टीको के छानबिन गर्ने? अब कोहीले भन्छ गङ्गा दाहालको पनि छानबिन गर्नुपर्छ, प्रचण्डको छोरीको भन्छ क्या। अनि के छानबिन गर्नु त? बिचरा तिमीहरूले देखेको त्यो एउटा ब्याग थियो, ब्याग होइन हो, तपाईँको त्यही ब्याग पनि कसरी दिएको गिफ्ट थियो तिमीले जलाएर हाल्यौ, जलाएर छैन उसको ब्याग छ। अब तिमीले गङ्गा दाहाललाई छानबिन गऱ्यो भने भेट्ने उसले लागेको कुर्ता सुरुवाल भेट्ने हो, प्रचण्डलाई छानबिन गऱ्यो भने उसले लागेको त्यो कोट र पाइर सर्ट भेट्ने हो। त्यसैले सबैलाई छानबिन गर भनेर प्रचण्डले भनेको छ। फेरि म पनि भन्छु सबै छानबिन गर।